कसको बर्थडे जेम्स? मेरो बर्थडे। मेरो केक खाने हो। केक हाल के खाने हो? केक खाने हालो न। जेम्स आज ठ्याक्कै 3 वर्षको पुग्यो हैन। आज 3 वर्ष पुगेर त्यसलाई चाहिँ देखेर 4 वर्ष हिँड्दैछ आजबाट। अनि त्यसको लागि परमेश्वरले अहिलेसम्म चाहिँ सबै कुराहरुले सहायता गर्नुभयो। अनि धेरै ठुलो जोखिमहरुबाट बचाउनु भयो हैन। अनि धेरै रोग बिरामबाट चाहिँ छुटकारा दिनुभयो। अनि त्यसलाई धन्यवाद परमेश्वरलाई। अनि यहाँ चाहिँ गन्तीको पुस्तक 6:24 देखि 26 ले भन्छ अनि परमप्रभुले चाहिँ तिमीहरूलाई आशिष दिउन् र तिमीहरूलाई चाहिँ रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति दिउन्। अनि भजन सङ्ग्रह 20 को 4 लेख्नु छ अनि परमप्रभुले चाहिँ तिम्रो सबै मनोरथहरू चाहिँ पुरा गरून् र तिम्रो सबै योजनाहरू सफल गरौँ भनेर चाहिँ भन्दछ। अनि यो समय चाहिँ हामी बाजेलाई अगाडि बोलाउँछौँ हाम्रो पास्टरलाई। अनि अगाडि आइदिनु हुनेछ। अनि उहाँले चाहिँ जेम्सलाई चाहिँ प्रार्थना गर्नुहुनेछ हैन। तपाईहरु सबैले प्रार्थना गर्छ। हामी पहिला चाहिँ एकैचोटि ह्यापी बर्थडे भन्नेछौँ। अनि त्यसपछि हामी प्रार्थना गर्छौँ है। Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday, James. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. आज कसको बर्थडे हो? Birthday, happy birthday, happy birthday to you. सबैलाई जय मसी गर। जय मसी गर। ल फेरि एकचोटि हामी ह्यापी बर्थडे भन्छ त्यसरी प्रार्थना गर्छ है ल। Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Tali. Hello, Tali. Ini malah. Lagi macam apa lagi? Lagi. त्यसरी बोल्नु पर्छ त भने काट्नु पर्ने त बिग्रिदिदैन काट्नु होइन के यो ल्याउँदै गर्छ बाबाको अहिले पनि बिग्रेको अहिले देखाउँदा मात्र भयो त माथि कहाँ हैन त फटे भन्नाले एउटा प्रतिज्ञा गरेको कुरा पाउँछौँ हामी 28 पदमा हेर्नुहोस् त। अब यसलाई परमप्रभुका नै म अर्पण गर्दछु, त्यसको जीवनभरि नै त्यो परमप्रभुमा अर्पण गरिएको। अनि हामी प्रस्थानको पुस्तक 13 अध्याय हामी हेऱ्यौँ भने त्यहाँ के भनिएको छ, चाहे मानिसको होस् चाहे पशुको होस् पहिलो बच्चा भने के कसको हो गरे? परमप्रभुको हो। माइलीबारी त्यो पहिलो छोरा कसको हो? प्रभुमा अर्पण गरेर प्रार्थना गर्नु है। हामी क्रिस्चियनहरूको यदि हामी क्रिस्चियन छौँ भने हामी क्रिस्चियनहरूको पहिलो बच्चा भने परमेश्वरको। जीवनको पानी पिएर यसै तृष्णा मेटाउँछु। म येशूको येशू मेरा संसारमा अरू केही खोज्दैन। संसारमा अरू केही खोज्दैन। म हो येशूको येशू मेरा संसारमा अरू केही खोज्दैन।
राख्नेछौँ। प्रभु यीशु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। महान प्रभु धन्यवाद, महिमा र प्रशंसाको योग्य परमेश्वर। प्रभु तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। आज हामी जुन विशेष गरी प्रभु अनि जेम्सको बर्थडेको लागि प्रभु हामी यो बर्थडेमा आइरहँदा पनि प्रभु अनि यो बर्थडे सेलिब्रेसन गरिरहँदा पनि प्रभु हामी तपाईँको महिमा भएको हामी चाहन्छौँ। प्रभु तपाईँलाई प्रभु हामी हाम्रो हरेक क्रियाकलापबाट प्रभु तपाईँको महिमा भएको हामी चाहँदछौँ प्रभु। हामी उठ्दा बस्दा हिँड्दा खाँदा पिउँदा अनि जेसुकै गर्दा पनि प्रभु अनि तपाईँको महिमा हुन सकोस् भने हामी प्रार्थना गर्छौँ प्रभु। हाम्रो जन्मोत्सव मनाउँदै गर्दा प्रभु तपाईँको छोरा जेम्सको जन्मोत्सव मनाउँदै गर्दा प्रभु तपाईँको महिमा हुन सकोस्, प्रशंसा हुन सकोस् भने हामी प्रार्थना गर्दछौँ। हरेक कुरा गर्दा प्रभु अगाडि बढ्नलाई प्रभु तपाईँले सहायता गर्नुहोस् भनेर प्रार्थना गर्दछौँ प्रभु। हाम्रो हरेक कुरा प्रभु तपाईँको महिमा हुन सकोस् भन्दै आशिष प्यारो प्रभु यीशु ख्रीष्टको नाममा आमेन। एउटा समर्पणको कुरा छ। जब वार्षिक बलिदान चढाउन र आफूले गरेको भक्कल पुरा गर्नलाई एल्काना आफ्नो जम्मै परिवारसँग माथि उभिएर गए, भन्न तिनीहरूसँग गएनन्। तिनले आफ्नो पतिलाई भनिन्, जब बालकले दुध खान छोड्छ तब त्यसलाई लिएर परमप्रभुको उपस्थितिमा म त्यसलाई हाजिर गराउनलाई म जानेछु र त्यो सधैँभरि नै त्यहीँ रहनेछ। हालेलुया। किनकि पति एल्कानाले तिनलाई भने, तिमीलाई जे असल लाग्छ त्यही गर, त्यसले दुध नछोडेसम्म घरमै बस, केवल परमप्रभुले आफ्नो वचन पुरा गरून्। यसैले स्त्री घरमै बसिन् र दुध नछोडेसम्म त्यस बालकलाई हुर्काइन्। जब तिनले दुध छोडाइन् तब तिनले त्यसलाई आफूसित लगिन्। तिनले आफ्नो साथमा एउटा 3 वर्षे 5.5 पाती पिठो र 1 मशक दाखमद लिएर त्यो बालक सानै भए तापनि त्यसलाई सिलोमा परमप्रभुको भवनमा ल्याइन्। तिनले त्यस साँडेलाई मारेर त्यस पिठालाई एली कहाँ ल्याए। हन्नाले उसलाई भनिन्, हजुर, तपाईँको जीवनको शपथ खाएर म भन्दछु कि म त्यही स्त्री हुँ जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईँको छेउमा यहाँ उभिएकी थिएँ। यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिएँ अनि मैले मागेको बालक परमप्रभुले मलाई दिनुभयो। अब त्यसलाई परमप्रभु कहाँ नै म अर्पण गर्दछु। त्यसको जीवनभरि नै त्यो परमप्रभुमा अर्पण गरिएको हुनेछ। अनि तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे। हालेलुया। अनि एउटा उनी बालकको निम्ति विलाप गरेर रोएको बेला त्यहाँ पुजारी एलीको सामान्य उनी परमप्रभुसँग प्रार्थना गर्दै उहाँकै छेउमा यहाँ उभिएकी थिए भनेर नि
त्यहाँ बोलिएको कुरा पाउँछौँ हामी। यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिएँ भने, किनभने जब हामी आज बच्चाहरू त छन्, जस्तै मेरो बच्चाहरू पनि ठुल्ठुलो छरपष्ट छन्, तर तिनको लागि हर दिन प्रार्थना गर्छु। हर दिन प्रार्थना गर्छु कि म कहिल्यै पनि भरसक त म सबै विश्वासी प्रत्येक घर परिवारको लागि प्रार्थना गर्छु। म मण्डलीमा सधैँ प्रत्येक परिवारलाई सम्झेर प्रार्थना गर्छु। तर हाम्रो सबैभन्दा पहिलो स्थान भनेको के हो भनेपछि प्रार्थना। धेरै प्रार्थना धेरै शक्ति, थोरै प्रार्थना थोरै शक्ति, छैन प्रार्थना छैन शक्ति। जब हाम्रो प्रार्थना छ, प्रभुमा समर्पित हुन्छौँ अनि विभिन्न बाधा अर्चनाहरू ती हट्दै जान्छन्। परमेश्वरको शक्ति भनेको उनीले यहाँ नले एउटा प्रतिज्ञा गरेको कुरा पाउँछौँ हामी। 28 पदमा हेर्नुहोस् त, अब यसलाई परमप्रभुका नै म अर्पण गर्दछु, त्यसको जीवनभरि नै त्यो परमप्रभुमा अर्पण गरिएको। अनि हामी प्रस्थानको पुस्तक 13 अध्याय हामी हेऱ्यौँ भने त्यहाँ के भनिएको छ, चाहे मानिसको होस् चाहे पशुको होस्, पहिलो बच्चा भने के कसको हो गरे? परमप्रभुको हो। माइलीबारी त्यो पहिलो छोरा कसको हो? प्रभुमा अर्पण गरेर प्रार्थना गर्नु। हामी क्रिस्चियनहरूको, यदि हामी क्रिस्चियन छौँ भने हामी क्रिस्चियनहरूको पहिलो बच्चा भने परमेश्वरको। तपाईँहरूले अझै पढ्नुहुन्छ भने प्रस्थानको पुस्तक 13 अध्याय निकाल्नुहोस् अनि त्यहाँ भनिएको छ, त्यो चाहे पशु प्राणीको होस् चाहे मानिसको होस्, पहिलो गर्भको प्रथम फलको कसको हो? परमप्रभुको। परमप्रभु नै अर्पण गरेर हुन्छ। अनि हामी उसको लागि आशिषको लागि प्रार्थना गर्नेछौँ, ज्याम्सको लागि ज्याम्सको लागि प्रार्थना गर्नेछौँ। प्रभु येशू अनि जस्तै एउटा उत्पत्तिको पुस्तक 6 अध्यायमा एउटा आय परमाय लेखिएको छ प्रभु, अनि 100 मानिसको आय 120 वर्ष हुनेछ भनेर अनि तोकिएको छ प्रभु। तपाईँ परमेश्वर तपाईँको वचनमा तोकिएको जस्तै त्यसलाई आज प्रभु यो जेम्स बालकलाई तपाईँको हातमा हामी समर्पण गर्दछौँ प्रभु। आजको उसको जन्मदिन हो प्रभु, हामी एउटा खुसीको दिन हो, आज रमाइलोको दिन हो प्रभु। तपाईँ परमेश्वर यो बालकको निम्ति हामी प्रार्थना गर्दछौँ, यसको जीवन खतरा जोखिमबाट प्रभु तपाईँले सुरक्षा राख्नुहोस् प्रभु। अनि जस्तै आज जन्मदिन भएको छ त्यस्तै गरी प्रभु अनि तपाईँकै पुस्तकमा त्यसको आय लेखिएको छ प्रभु। तपाईँ परमेश्वर अनि जब परमेश्वरदेखि जोडनाउँछ त्यसको आय दीर्घायु हुनेछ भनेर भन्नुभएको छ प्रभु। तपाईँ परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ। सबै अन्तर्बिन्ती हामी तपाईँको हातमा राख्छौँ। परमेश्वर यो घर परिवारलाई हामी तपाईँको हातमा राख्छौँ। यसको आमा घरमा छैन प्रभु, बाहिर छ, तर पनि प्रभु आमा बुवालाई एउटा पालन पोषण गर्नलाई, यसलाई हुर्काउनलाई तपाईँले ज्ञान बुद्धि विवेक दिनुभएको होस् भनेर हामी प्रार्थना गर्छौँ प्रभु। यो बालकलाई एउटा असल ज्ञान दिनुहोस्, असल बुद्धि दिनुहोस्, एउटा असल व्यक्ति निर्माण गर्नुहोस् भनेर हामी प्रार्थना गर्छौँ। धन्यवाद दिन्छु प्रभु यो सबै कुराको लागि जुन आज हामी जति हामीले गरेका छौँ प्रभु। यो महिमा आराधना स्तुति प्रशंसा हामी तपाईँमा चढाएका छौँ प्रभु। तपाईँको अगाडि सुनाइ भएको होस्। धन्यवाद दिन्छु यो सबै कुराको लागि। आशिष अनुग्रह माग्दछौँ येशू ख्रीष्टको नाममा, आमेन। ह्याप्पी बर्थडे टु यु जेम्स। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी birthday to you.
ल ताली ताली बोलाले देखाउनु पर्छ ताली बोलाले देखाउनु पर्छ ताली ताली बोलाले देखाउनु पर्छ Thanks for watching this video. Like, comment, share and subscribe in my YouTube channel. Thank you.